हेलो गुड मर्निङ वेलकम टु माई अनदर भिडियो। फेरि पनि तपाईँलाई स्वागत छ मेरो अर्को भिडियोमा। अनि आज चाहिँ म साथीहरू बाहिर जान लागिरहेको छु। अनि बाहिर कहाँ भन्दाखेरि चाहिँ म तपाईँहरूलाई अहिले एकछिनमा भ्लगमा फेरि यही भिडियो मार्फत नै बताउने छु। अनि टक्कसँगले मेरो आउटफिट रेडी भएर चाहिँ अब हिँड्न लागिरहेको छु। अनि त्यस्तो खास ठाउँमा होइन, त्यस्तो घुम्नु सुम्नु पनि होइन, तर केही कामले भनौँ न होइन। अनि जान लागिरहेको छु। अहिले चाहिँ दिदीहरू आउँदै हुनुहुन्छ अनि उहाँहरूसँग चाहिँ हामी भेला भएर चाहिँ जानेछौँ। बाई बाई साथीहरू। अब चाहिँ हामी आइपुग्यौँ इटाभट्टा। यहाँनिर इटाभट्टामा आइसकेको छौँ। अब हामी साथीको पार्लरमा जाँदैछौँ नि त। अनि त्यही भएर हेरौँ ल गएको छ कि छैन। लेट्स सी। आइयो मै त्यो उकालो हिँड्दैन होइन। हुनु न अस्ति त पनि गाइजहरू। हेलो ए खोइ हुनुहुन्न गङ्गा। ए तपाईँ नै गर्नुहुन्छ नानी चाहिँ? ए ल यहाँ चाहिँ गङ्गा नै रहेन रहेछ कि। अब यस्तो भ्लग गर्दै आएको त कता गयो? यहाँ दिदीहरूलाई देखाएको राम्रो देखियो एकदम होइन। मैले खिच्दैछु यहाँ। उहाँको चाहिँ अब स्ट्रेट गर्नुपर्ने कोही छैन त नि पार्लरमा कोही पनि। त्यही भएर यहाँनिर वेट गरिरहेको। गङ्गा चाहिँ रहेन रहेछ। तिमीले सुन्दैछौ भने म तिम्रो पार्लरमा आएको छु। यहाँ हेरिराख है। तिमी एब्सेन्स भएछौ नि त। सो त्यही भएर हामी चाहिँ गइरहेको छौँ। यहाँनिर मार्केटमा आइपुगिसकेको छौँ। यहाँ भागेको मान्छेहरू होइन। च्यारङ लियौँ। च्यारङ चाहिँ कति खर्च हुन्छ भने नि दिदी तपाईँहरू हुँदैन? चिया खाने गएर चिया खानुपर्छ तर दुधै छैन होइन। अनि यहाँनिर चाहिँ म अघि भिडियोमा भन्दै थिएँ क्या साथीहरू, के अरे किन जाने भन्दै गर्दाखेरि अहिले म तपाईँलाई खुलाउँछु ल भनेको थिएँ नि। अहिले चाहिँ म चाहिँ इटाभट्टामा आइरहेको छु। अनि त्यहाँबाट केही सपिङहरू थियो हल्का गर्नको लागि घरको गराएपछि त्यही भएर ल्याउन आएको। हेर्नु न कस्तो किनिदिनु हेर्नु। फेरि अलि मासु ल्याउनु जानुपर्ने छ। कफीहरू हाम्रो दाजुको मासु पसलमा ब्लगर गऱ्यो अरे फेरि एउटाले। कस्तो गन्दा आउँदो रहेछ हौ। कस्तो राम्रो हेर्नु कलेज हो। ढिक्का ढिक्का फ्राई गरेर मिठो हुन्छ त। यहाँ चाहिँ आन्द्रा भुडी होला आई थिङ्क। मासु यस्तो छ है यहाँनिर साथीहरू। अहिले चाहिँ हामी मासु किन्नु आइरहेको छौँ। यहाँनिर दिदी चाहिँ लजाएर दियोस्। हामी चाहिँ अहिले यहाँनिर खाजा खाने ठाउँमा आएको छौँ दिदी र म। अनि के भन्न चाहनुहुन्छ तपाईँ? यस्तो त नबोल्ने छ अनि के गर्नु अब। खाजा खाँदैछौँ अहिले चाहिँ। अनि त्यहाँबाट दिदी हुनुहुन्छ। यहाँ हाम्रो खाजा आइसकेको छ। यसरी टक्क लाएर कस्तो दामी। यो चाहिँ हाफ। अनि खान्छौँ ल। वेट गर्दा गर्दा यहाँनिर हैरान सक्यौँ। अनि पर्खिरहेको छौँ। यहाँ एकछिन बसिराख्नु भएको छ स्ट्रेट गर्ने मान्छे चाहिँ। अनि म चाहिँ यहाँ घर जान लागेको कोही काट्दैन केटाहरू बुढोहरू चाहिँ। हाम्रो दिदीले चाहिँ जुत्ती हामी लाउने जुत्ता यसो सपिङहरू गर्नको लागि आइरहेको छौँ। तर केही ल्याउनु छैन। कस्तो चाहिएको तपाईँलाई? त्यस्तोबाट होइन एक कप चिया खानको लागि आइयो कि साथीहरू। अनि उहाँ चाहिँ आन्टीले चिया बनाउनु हुँदैछ यहाँ पर। यहाँनिर बसिरहेको छु वेटिङ रुममा। वेट गरिरहेको छु म अहिलेलाई चाहिँ। अवस्था पनि अघि मेकअप गरेको एउटै छैन। ठिकै छ। अनि एकछिनबाट चाहिँ घर चल्दिनु पनि चल्दिन्छ।
फेभरेट गर्मी छ तर छोडेको गर्मी पनि लागिरहेको छ खाँदैछु होइन भने गर्मी पनि भइरहेछ तर पनि चिया भनेपछि त चिया नै हो दबाई हेगे भन्छ नि त्यस्तै भइसकिसक्यो यसले असर गर्छ आइनो बट खानु मन लाग्दैन के हो यस्तो साथीहरू अब मैले चिया चाहिँ अलरेडी फिनिस गरिसकेँ सक्यो अब लागिदिने अब चाहिँ कतिकै जाने घर चिया पनि पिइसक्यौँ खाजासाजा पनि खाइसक्यौँ सामानहरू पनि किनिसक्यौँ अब घर जान्छौँ हामी बाई बाई टेक केयर अब चाहिँ म घुमेर पनि आइपुगेछ के किनमेलहरू गरेँ होइन साथीहरू अनि किनमेल गरेर यसो हल्का घराइसी सरसामानहरू जो तपाईँले देखि पनि हाल्नुभयो ब्लगमा होइन अनि किनमेल गरेँ अनि त्यहाँबाट आएर भर्खरै बसिरहेको छु अब चाहिँ घरको काम फेरि पनि कामहरूमा लाग्नुपर्ने हुन्छ अब चाहिँ विशेष कामहरू रहेको छ अनि त्यो कामहरूमा लाग्नुपर्ने Okay, let's go.